सत्य, तथ्य, समाचार, यथार्थपरक विचार, यो हो हाम्रो कञ्चन खबर। रक्सी खाएकाहरूको सभा। रक्सी खाएर 20 वर्षसम्म आफूलाई बिगारेका व्यक्तिको प्रशिक्षण। मलाई बिहान उठेर कुनो पकाउनु भन्दा पहिला रक्सी चाहिन्छ। नसामै नाच्दै गरेका खुलेआम पिउँछु म त भन्नेहरूको जवाब। म अनकोल रक्सी खानी मान्छे हो, अबदेखि मैले के गर्न पर्यो भन्दाखेरि बिहानमा नखानी साँझमा खाए पनि थोरै। अनि यस्तो सभाको आयोजक चाहिँ सरकार, दर्शक चाहिँ कर्मचारी र नारायण न्युपाने। अहिले म रिब्दीकोट गाउँपालिकाको कार्यालयमा छु। आज रिब्दीकोट गाउँपालिकामा एउटा नौलो कार्यक्रमको प्रारम्भ गरिएको छ। यस कारणले नौलो छ कि रिब्दीकोट गाउँपालिकामा जसले दिनहुँ रक्सी पिउँछन् र आफ्नो दैनिकी बिगारिरहेका छन्, उनीहरूलाई एउटा हलभित्र राखेर उनीहरूलाई चाहिँ आफ्नो दैनिक जीवन सुधार्नका लागि प्रेरित गर्ने यो नौलो, नयाँ र उदाहरणीय काम चाहिँ रिब्दीकोट गाउँपालिकाले अहिले भित्र गरिरहेको छ। खास गरेर उनीहरूलाई एउटा ट्र्याक दिइनेछ, ज्याकेट दिइनेछ। उनीहरू दैनिक काम गर्दाखेरि त्यो लगाउनेछन् र त्यो लगाएका बखत उनीहरूलाई रक्सी बेच्न पाइने छैन। र त्यसै गरेर उनीहरूलाई आफ्नो दैनिक जीवन सुधार्नका लागि विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव पनि दिइरहेका छन् र उनीहरूलाई सम्झाइ बुझाइ पनि गरिरहेका छन्। सँगसँगै उनीहरूको स्वास्थ्य परीक्षण गरिनेछ। त्यस्तै गरेर रक्सी खाएर आफ्नो जिन्दगी बिगारेका र अहिले चाहिँ सपारेका एकजना व्यक्तिबाट उनीहरूलाई खास पाठ पढाइँदै पनि छ। यिनी जो यहाँ चिच्याइरहेका छन् उनको ताल देख्दा प्रहरीले बाहिर निकाल्न पर्थ्यो। कार्यक्रमका आयोजकले मेसो मिलाइदिने होइन, मञ्चबाट उठाउनु पर्दथ्यो। तर उनलाई नै ध्यान दिएका छन् सहभागीहरू। बोल, गाऊ, नाच भनेर प्राथमिकता दिइरहेका छन्। गाउँपालिकाको गेटमै पुग्दा सुर्ती मागेका थिए सहभागीले। कोहीलाई सुर्तीको तल थियो, कोहीलाई रक्सीको। गाउँपालिकाले मजदुरी गर्ने तर बिहानैदेखि रक्सी धोक्नेहरूलाई बोलाएको रहेछ। सबै कुरा भन्यो भने उनीहरू आउँदैनन् भनेर गाउँपालिकाले एउटा रमाइलो कार्यक्रम छ भनेर उनीहरूलाई बोलाएको रहेछ। तपाईको नाम चाहिँ के हो? विशाल कुमार। विशाल कुमार, हजुर। अनि कहाँबाट आउनु भएको? जैतुनदेखि। अनि यो गाउँपालिकाको कार्यालयमा तपाईँ अहिले भित्र छिर्न लाग्दै हुनुहुन्छ होइन? हजुर। यो केका लागि आउनु भएको थियो? कसले बोलाएको थियो? चिरञ्जीवी सरले बोल्नु भएको। चिरञ्जीवी सरले? हजुर। आज के हुने रहेछ यहाँ? त्यस्तो केही जानकारी छैन मलाई त। जसले बिहानैदेखि रक्सी खान्छन्, मजदुरी गरेको पैसा त्यही दिन नै दारू पानीमा सिद्ध्याउँछन्। गोजामा नोट हुने, ब्याङ्कमा मौजदात हुने, चल अचल सम्पत्ति हुनेहरू जसले रक्सी पिइरहेका छन्, उनीहरू सहितको सभा त हुनै सक्दैन। बरु उनीहरूले खाएर गरेको करतुत कहिलेकाहीँ समाचारमा, अदालतमा पुग्ला। तर गरिबले रक्सी खाएको विषयले सभामा समय पाएको छ। खाएरै पिएरै बिग्रिएको कारण गाउँपालिकाले सपार्न खोजेको छ। उनीहरू जो सप्रिन्छन् सप्रिन्नन् समयले बताउला। तर जुन चिन्ता रिब्दीकोट गाउँपालिकाले गरेको छ, यसलाई उदाहरणीय र अनुकरणीय कामका रूपमा लिनुपर्छ। स्थानीय सरकार अथवा स्थानीय तहको सरकारले अभिभावकत्व कसको लिने? विकासको लिने, समृद्धिको लिने, अथवा तल दुःख पाइरहेका मान्छेहरूको लिने? कसलाई प्राथमिकता दिने? हामी सबै अन्योलमा छौँ। वास्तवमा चाहिँ हामीसँग त्यति धेरै स्रोत, हामीले विकासका मूलहरू फुटाउन सक्छौँ, हामीलाई त्यस्तो लाग्दैन। हामीले धेरै ठुलो चाहिँ उद्योग धन्दा, कल कारखानाहरू
धेरै गर्न सक्छौँ त्यस्तो पनि हामीलाई लाग्दैन। तर हामीले यहाँ दुःख पाइरहेका, यहाँ बसिरहेका मान्छेहरूको दुःखमा चराइरहेका घाउहरूमा केही मलमपट्टीहरू लाउन सक्छौँ। त्यो चाहिँ स्थानीय सरकारले पहिलो प्राथमिकता रूपमा गर्नुपर्ने काम हो। त्यसमा चाहिँ विशेष गरी यो रिब्दीकोट गाउँपालिकाभित्र हामीले निर्वाचनको क्रममा त्योभन्दा अगाडि निर्वाचित भएर अहिले 21 महिना गुजारिसक्दा पनि यो तपाईँहरू जस्तो मान्छेहरूको यो अवस्थाको बारेमा हामीले चाहिँ निकै गहिरोसँग चाहिँ अध्ययन गरिरहेका थियौँ। म आउने बित्तिकै यहाँ निकै राम्रो परिश्रम गर्ने तपाईँहरू जस्तै परिश्रमी मान्छेहरू हुनुहुन्थ्यो। सुन्दर सार्की भन्ने हुनुहुन्थ्यो, अर्को एकजना हाटथोकको एकजना भाइ हुनुहुन्थ्यो, भैरवस्थानको एकजना भाइ हुनुहुन्थ्यो। उहाँहरू 32, 33 अनि 37 वर्ष उमेरको हुनुहुन्थ्यो। यति एक्टिभली काम गर्ने, यति सक्रियतापूर्वक काम गर्ने र सबैलाई चाहिँ खुसी राख्न सक्ने। तर उहाँहरू कमाउने पनि दिनमा 1500-2000 रुपियाँ कमाउने पनि, त्यस्तो पनि गर्ने, कमाएको दिन सबै चाहिँ रमाउने, सबै खाएर चाहिँ भ्याउने। त्यसपछि नकमाएको दिन चाहिँ अन्न नखाने, कमाएको दिन अन्न र अर्को चिज पनि खाने, नकमाएको दिन चाहिँ अर्को चिज खाने, जसरी पनि ऋणसिट खोजेर भए पनि, तर चाहिँ अन्न नखाने। त्यस्तो गरेर चाहिँ उहाँहरूले आफ्नो चाहिँ सुत्ने ठाउँको पनि ठेगान नै, घर जाने ठाउँको पनि ठेगान नै, त्यसपछि बाटोमा पनि सुतिरहने, त्यस्तो खालको देखिसकेपछि अब उहाँहरूको चाहिँ कलेजो ड्यामेज भयो। रक्सी खाँदाखेरि कलेजो ड्यामेज भयो। कलेजो ड्यामेज भइसकेपछि उहाँहरूलाई चाहिँ जन्डिस, अब चाहिँ जन्डिसले ग्रसित हुनुभयो र उहाँहरू चाहिँ अब त्यति कलिलो उमेरमा चाहिँ मृत्युवरण गर्नु पर्यो। यो एकदम दर्दनाक र दुःखदायी अवस्था हामीले ठुलो हेरेर बसिरहनु हुँदैन। रिब्दीकोट गाउँपालिका जो चाहिँ नजिकको, तपाईँहरूको नजिकको सरकार हो, यो नागरिकको नजिकको सरकार हो, यसले केही न केही पहल कदमी लिनुपर्छ भनेर हामीलाई लागिराखेको थियो र आज यो सौभाग्यले यो कार्यक्रम गर्न चाहिँ हामी पुगेका छौँ। वास्तवमा चाहिँ यो यसरी नागरिकहरूले चाहिँ अल्प आयुमै आफ्नो चाहिँ जीवनलाई चाहिँ समाप्त गर्न हुँदैन। आफ्नो जीवन, पूर्ण जीवन जिउन उहाँहरूको अधिकार हो। त्यो अधिकार कसरी उहाँहरूले प्राप्त गर्न सक्नुहुन्छ, हामीले कसरी उहाँहरूलाई सचेतना भर्न सक्छौँ। तपाईँहरूले चाहिँ प्राप्त गरेको जीवन एक पटकको जुनी हो। तपाईँहरूको चाहिँ नेपालको आयु, औसत आयु 71-72 वर्ष छ। तपाईँहरू त्यति त कम्ती यहाँ बाँच्न पर्छ। तपाईँहरूले चाहिँ त्यो बाँच्नको लागि चाहिँ कस्तो खालको चाहिँ जीवनशैली अपनाउनु पर्छ, के गर्न पर्छ भनेर चाहिँ हामीले तपाईँहरूलाई भन्ने र तपाईँहरूले त्यो अनुसार काम गर्ने अवस्था सिर्जना भयो भने यो तपाईँको परिवार, तपाईँ, यो समाज, यो गाउँ र रिब्दीकोट, समग्र रिब्दीकोट गाउँपालिका र देशलाई पनि अगाडि बढाउन सकिन्छ भन्ने हामीलाई लागु भएर केही न केही सुरुवातको अवस्थामा केही न केही हामीले चाहिँ गरौँ भनेर यो कार्यक्रम चाहिँ आयोजना गरेको। हाम्रा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई आनन्द आएको छ होला। जसरी यहाँ उभिएर यस हजुरहरूलाई आज फुलका माला र पहिले बलबम साउन सम्झे, मैले साउन महिना सम्झे, फुलका माला छन्, पहेँला कपडाहरू छन्। यो आजको सम्मान भनेको हजुरहरूलाई यस गाउँपालिकामा बोलाएर हजुरहरूको उत्थानको लागि, अगाडि बढाउनको लागि रात दिन हजुरहरूलाई कुटो कोदालो गरेर अगाडि बढ्नको लागि यहाँ बोलाएको। 2-4 कुरा बुझेर जानु नै छ, त्यही अनुसार अवश्य पनि गर्नु नै छ। यो खाने पिउने भन्ने शब्द अगाडि आउने छैन। आजका दिनदेखि खान्न भन्ने कतिले प्रतिबद्धता राख्नु भएको छ भने त्यस्तै गरेर अबका दिनहरूमा हामीले सबै 8 वडाबाट यहाँ सहभागी हुनुभएको छ। ती कुनै वडामा जाँदाखेरि पनि हामीले तपाईँहरूलाई त्यस्तो अवस्थामा देख्न नपरोस्, किनकि आज यहाँ बोलाएर यस्तो सम्मान गरेर हजुरहरूलाई 2-4 शब्द सुनाउँदा आनन्द, जसरी आनन्द आएको छ त्यसरी नै तपाईँहरूको घर दैलोमा पुग्दाखेरि, तपाईँहरूले नखाएको देख्दाखेरि र तपाईँहरूको उत्तर प्रगति अगाडि बढेको देख्दा हामीलाई पनि आनन्द आउँछ। र आज यो स्थानीय सरकारले तपाईहरूलाई स्थानीय सरकार र तपाईँहरूको भेटघाट गर्ने, तपाईँहरूलाई सम्मान गर्ने, तपाईँहरूको कुरा सुन्ने र हाम्रा कुराहरू सुनाएर तपाईँहरू असल योग्य नागरिक बनेर समग्र रिब्दीकोटको विकासमा
तपाईँ हामी सबै मिलेर रिब्दीकोटको विकास गर्ने उद्देश्यका साथ आज हामी यहाँ भेला भइएको छ र ब्यानरले बोलेको छ हाम्रो प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र रिब्दीकोट गाउँपालिकाको विपन्न लक्षित कार्यक्रमको संयुक्त लगानीबाट यो कार्यक्रम शुरू गरिएको छ र अर्को फेरि भिन्न कार्यक्रम पनि छ हाम्रो गाउँपालिका अध्यक्ष जसलाई तपाईहरूले आफ्नो अमूल्य मत दिएर विजयी गराउनुभयो 5 वर्षको लागि गाउँपालिकाको प्रमुखको रूपमा विजयी भएर आउनुभएको छ र सरले चुनावकै बेलामा आफ्नो घोषणा पत्रमा र आफ्ना भनाइहरूमा बोलिसक्नु भएको थियो मैले गाउँपालिकाको कुनै पनि सेवा सुविधा मेरो व्यक्तिगत खर्च गर्ने व्यक्तिगत हितमा खर्च गर्ने छैन र सामूहिक हितमा र समाज सेवामा लगाउनेछु भनेर बोलिसक्नु भएको थियो र त्यसै अनुरूप म बनाउँछु मेरो रिब्दीकोट भन्ने कार्यक्रम राख्नु भएको छ र त्यसै अन्तर्गत तपाईहरूलाई यो अवस्थाबाट छुटकारा दिलाउने तपाईहरू सबैको तपाईँ लगायत तपाईँको घर परिवार सबैको हाम्रो अध्यक्षजीले पाउने गाउँपालिकाबाट पाउने सेवा सुविधाको रकमबाट खर्च हुने गरी तपाईहरू सबैको स्वास्थ्य बिमा पनि गर्ने कार्यक्रम आज रहेको छ। तपाईहरूलाई सम्मान पनि गर्ने हो, तपाईहरूलाई योग्य नागरिक पनि बनाउने हो, योग्य श्रमिक पनि बनाउने हो र तपाईहरूको बिमा गरेर स्वास्थ्य उपचार पनि गर्ने हो। आजको मुख्य कार्यक्रम यही नै हो र तपाईहरू आज यो कार्यक्रमबाट निस्किसकेपछि समाजमा गएर तपाईहरू उदाहरणीय व्यक्ति बन्ने हो। समाजमा तपाईहरूलाई भनिरहेको छ नि फल्नो जस्तो भयो भनेर आफ्नो गालीगर्दी क्रममा नि भनिएको छ। अब फेरि फल्नो जस्तो सुध्रेर फल्नो जस्तो राम्रो हुनुपर्छ। यहाँबाट निस्केर गएपछि तपाईहरू त्यो रोल मोडेल हुनुहुनेछ भन्ने मैले अनुरोध गर्दै यो छोटो समयमा हाम्रो छोटो सूचनाको बावजुद पनि तपाईहरू यत्रो संख्यामा उपस्थित हुनुभएको छ। यस्तो धैर्य गरेर शान्त भएर बस्नु भएको छ। म तपाईहरूलाई यो गाउँपालिकाको तर्फदेखि हार्दिक स्वागत गर्छु। म तानसेनमा 2055 सालदेखि म पत्रकारिता सुरु गरेँ। सँगै पत्रकारिता गरेका साथीहरू अहिले मेरो फोटो खिच्दै हुनुहुन्छ। मलाई कृष्णजीले मेरो अगाडि क्यामेरा घुमाउँदै हुनुहुन्छ। मलाई कृष्ण पोखरेलले के भन्नुहुन्थ्यो भने मलाई लाग्छ यो 60 सालतिर रामप्रसाद सर यो रक्सी खाने कुरा कस्तो मजाको कसले बनायो होला, कसरी खायो होला, उहाँले भुल्नु होला, मलाई थाहा छैन। तर मलाई उहाँले सोधेको प्रश्न अहिले पनि झल्झल्ती जस्तो लाग्छ। यो खुसी हुँदा पनि खाने, खुसी हुँदा त रमाइलो भएर खाने होइन, रमाइलो मागेर खाने, अब फेरि दुःख हुँदा पनि टेन्सन भएर खाने भन्ने यो बहानाको लागि बनेको रक्सी रहेछ भन्नुहुन्थ्यो। यो बहाना हुँदै अहिले वास्तवमा परिवारै बिगार्ने गरी यो अवस्थामा पुगेको छ। तपाईँलाई लामो किसिममा खोकी लाग्यो होइन, ख्वाप्दा रगत आयो, दुब्लाउँदै जाने सम्भावना पनि कस्तो मान्छेलाई हुन्छ त भन्दाखेरि तपाईँ हामी श्रमजीवी गर्ने मान्छेहरूलाई, खुल्ला ठाउँमा हिँड्ने मान्छेलाई, सादा घरमा बस्न मन नलाग्यो, ठुल्ठुलो होटलतिर जान मन लाउनेलाई होइन, यस्तो गर्नेलाई बढी हुने भएकाले गर्दा आज मैले जिल्लाबाट हामीले यदि तपाईँलाई कुनै कारणबाट कुनै रोग लाग्छ कि अथवा तपाईँको शरीर दुराउँदै जाने, साँझपख ज्वरो आउने यस्तो खालको भएको छ कि भनेर म जिल्लाबाट 2 जना सहरहरू यो क्षयरोग सम्बन्धी हेर्ने 2 जना सहरहरू पनि यही लिएर आएको छु। तपाईँहरूको हामी स्वास्थ्य पर्सेन्ट तपाईँलाई यसो हेरेर तपाईँलाई खाने खानेको तपाईँ फकार कलेक्सन गरेर हामीले पठाएर टेस्ट गरेर तपाईँको रिपोर्ट अनुसार हामीले औषध चलाउने पनि हामीले प्रयास चाहिँ गरेका छौँ। त्यसको लागि हाम्रो गोपाल सर आउनु भएको छ किट्सबाट र हाम्रो रिब्दीकोट गाउँपालिका हामी मन्त्रीले पनि हामीसित अफिसमा उपस्थित हुनुभएको छ। उहाँलाई पनि म स्वागत गर्न चाहन्छु। र हाम्रो अध्यक्षज्यूको आफूले पाउने व्यक्तिगत सेवा सुविधाबाट स्वास्थ्य बिमा भनेको के हो, किन गर्ने, यस्तो बिरामी भयो, कहिले भयो चाहिँ के थाहा भन्ने खालको कुरा गर्ने होइन। तपाईँ आफ्नो मात्रै होइन कि तपाईँको घर परिवारको शुद्ध पनि अध्यक्षज्यूले तपाईँको स्वास्थ्य बिमा गरिदिँदै हुनुहुन्छ। धेरै कुराहरूमा यसको मदिरा नै रहेको छ। सबभन्दा यो मदिराको कुरा गर्नु पर्दाखेरि यस मदिरामा हामी दिनरात फर्टिन्छौँ, हामी दिनरात श्रमिक पनि गरिरहेका हुन्छौँ। त्यसैपछि पनि हामी धेरै कुरा आर्थिक हिसाबमा पछि परेका छौँ, हाम्रो पारिवारिक हिसाबमा पनि पछि परेका छौँ र त्यसै गरेर विभिन्न सामाजिक
सांस्कृतिक तथा सम्मान कार्यक्रमहरूबाट पनि पछि परेका छौँ। हामी दिनरात सर्मित पनि गरेका छौँ र पछि पनि परेका छौँ। यस्ता कुराहरूलाई हामी के आफै कारण छौँ त्यो भनेको हामी श्रमिकहरूले केही कुराहरू हामीले आफूलाई व्यक्तिगत हिसाबले मात्र सोचेका छौँ। त्यो कुरा के हो भने हामी व्यक्तिले मदिरा सेवन गर्ने, केही कुराहरू आफ्नो पारिवारिक हिसाबलाई नसोच्ने र आफूबाट भए गरेका आफूले मदिरा पिएर भए गरेका गल्तीहरू के हुन् भन्ने कुरा आफूले बिर्सिँदै जाँदाखेरि यो समस्या आइपरेको। जिल्लामै नमुना कार्यक्रम गरेको छ, किनभने अब अरू पालिकाका अध्यक्षहरूले अथवा प्रमुखहरूले पाउने पारिश्रमिक आफैले लिनुहुन्छ, तर हाम्रो यहाँको अध्यक्षज्यूले चाहिँ तपाईँले प्रत्येक मेसो पाउनुभयो, आफूले पाउने भत्ताबाट सुविधाबाट तपाईँहरूका लागि यस्तो खालको सोच बनाउनु भएको छ। यो निकै महत्त्वपूर्ण कुरा हो। अनि अघि हामी आउँदै मैले कार्यक्रम पुरै के हो भनेर मेसो पाएको थिएन। अनि आउँदै ठ्याक्क बाइक रोकेर यता आउँदाखेरि एकजना साथीले चाहिँ सुर्ती मान्नुभयो मसित, अहिलेसम्म यस्तो भएको थिएन, सुर्ती मान्नुभयो क्या होइन। अनि यो सुर्ती खानेहरूकै एउटा चङ्कट रहेछ भन्ने हिसाबको एउटा त्योबाट माथि अब कतिसम्मको हदसम्मको खानी हो त्यहाँसम्मको सम्मेलन रहेछ भन्ने मलाई अनुभव भयो। अब फेरि यहाँ हुनसक्छ सन्त दाई दाई सुन्नुभएको छ होइन, सुन्नुभएको छ दाईको कुरा। मैले यो कार्यक्रममा आएपछि नछुटाएर बाहिर पनि ननिस्किएर एक शब्द सुने, दाईको कुरा त सबै सुने मैले, अरू सबैका कुराहरू सुनेर रिपोर्ट गरेँ। यहाँबाट जाँदाखेरि यस्तो नहोस् कि लगेर कम्ताका रहेछौँ हामी, गाउँपालिकाले बोलायो, माला लगाइदियो, जकेट पनि लगाइदियो, लुगा दियो, खाजा खुवायो, 2-4 कुरा आफ्ना मनका कुरा भन्न पनि पाइयो, सुनियो पनि, आउने बेला पैसा पनि दियो। त्यही भएर हामी कम्ताका रहेछौँ, त्यसो त अझै बढी खानुपर्छ भन्दै जाने सन्तता त्यही भन्नु न होइन। मैले नखाने भन्नुभएको छ। अनि त्यो खालको अभ्यास त्यो नहोस् हामीलाई। तपाईँहरूलाई आज त यो यस्तो हेर्नुहोस्, स्थानीय सरकारले चाह्यो भने जे पनि गर्न सक्छ। विदेशहरूमा कतिपय देशहरूमा, नेपालमा पनि कतिपय पालिकाहरूमा रक्सी किन्नलाई चाहिँ लाइसेन्स चाहिन्छ। अब गाउँपालिकाले चाह्यो भने तपाईँले यत्रो राम्रो जकेट दिइरहेछ नि, यो जकेटमा जसले रक्सी बेच्छ यो जकेट लगाएको व्यक्तिलाई अथवा जसले सेवन गर्छ उसलाई हदैसम्मको कारवाही हुन्छ भनेर गाउँपालिकाले निर्णय गर्न सक्छ। नमस्कार सबैलाई मेरो तर्फबाट। म पनि एउटा गरिबी मान्छे हो। म हर नेताहरूको लागि, म हर मान्छेको लागि अघि पछि दौडी गरेको पनि हो, अझै पनि दौडिन्छु। अहिलेसम्म यति भएछु, तर दुखी गरिबी भए पनि मैले हर मान्छेलाई कसरी अगाडि बढाऊँ भनेर म यति कोसिस गरेको छु, अझै पनि गर्छु। मैले विष्णुबहादुर गैरीलाई पनि मैले अगाडि बढाएर उहाँले जित्नुभयो पनि, र हाम्रो चिरञ्जीव दाईलाई पनि अगाडि बढ्नुभयो, उहाँलाई पनि मैले मेरो तर्फबाट गरेकै हो, उहाँ पनि अगाडि बढ्नुभयो। एउटा केही न केही मबाट शक्ति छ, शक्ति रहेछ भन्ने मैले बुझेँ कि चोकेलाई अगाडि बढाएँ। यहाँ हाम्रो चिरञ्जीव दाईलाई पनि अगाडि बढाएँ। अझै अर्को मान्छे को उठ्छ त्यसलाई पनि बढाउँछु अगाडि, तर म पछाडि हट्दिनँ। एउटा न एउटाको पछाडि म दौडिरहन्छु। तर म नेताहरू मेरा दाजुहरू हेर्नु त यहाँ बस्नुहुन्छ, उहाँ दिदीलाई उहाँको लागि पनि म कति पछि दौडेका। अहिले मलाई भेरे हिँड्न पाएको छु, नभए यो मलाई भेरे हिँड्थे, मैले मलाई भेरे हिँड्थेन। म घर धोती भेरेर बस्ने होला अन्त गाउँघरा। म भनेको त्यस्तो मान्छे, एउटा गरिबी हुँ, तर केही एउटा सानो रोजगार पाउँछु कि भनेर म यो ठाउँमा आएको गरिबी मान्छे हो। बुढी बिमारी हुन्छ, म एउटा गाउँ छोडेर जान नसके यस्तो बल बैस भएको मान्छे इन्डिया गएर कमाउँथे, दुनियाँभर गर्थे। अहिले यस्तो गरेर म यहाँ बस्ने अवस्था पनि थिएन। एउटी मात्रै छोरी छि, के गर्ने? अब यस्तै छ जिन्दगी। तर छ कमाउन सक्छु, नकमाउने होइन। हेर्नु त यो संसारमा दुनियाँले सब देखेछ, मान्छे मरेर गछन्, भर्खरका छन्, तर के गर्ने? अब भनेर भएन। तर आज यस्तो संसारमा आएर देख्न पाउने एउटा
पुरा गर्न पाउने भनेको यो मेरो ठुलो संसार हो क्या मेरो संसार देखेकै मैले आज उहाँ दाइसँग भेट भएँ उहाँ दिदीसँग त भेट भइरहेको मान्छे हो म के गर्ने हजुर अबदेखि होइन म अनकोल रक्सी खाने मान्छे हो अबदेखि मैले के गर्नु पर्यो भन्दाखेरि बिहानमा नखानी साँझमा खाए पनि थोरै खाने साँझमा थोरै खाने बिहान दिउँसो नखानी अनकोल भनेपछि बिहान दिउँसो नखानी साँझमा पनि भरिसक्छौँ खाँदै नखानी 2-4 दिन नखानी मेरो छोरी एउटी छोरी थिए त्यसलाई पढाउनको लागि मैले जसरी हुन्छ 8 क्लासमा पढ्थेँ त्यो छोरीलाई पढाउनको लागि मैले जसरी भए पनि जसको गोबर फालेर हुन्छ कि जे गरेर हुन्छ नाली सोरेर हुन्छ कि जे गरेर हुन्छ मैले त्यो छोरीको लागि मैले त्यति संघर्ष गरेर त्यो छोरीलाई पढाउन पनि पर्यो त्यो छोरीलाई अहिले 8मा पढिछि त्यसलाई एसएलसी पास गराइदिने मेरो धोको छ उहाँ पनि हुनुहुन्छ उहाँहरूले पनि मलाई सारा दिएर मेरो छोरीलाई अगाडि बढाइदिने कोसिस गरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु तर म गरिब एउटो बाले पनि केही गर्न सक्नु भएन अब आमा पनि त्यस्तै बाबा पनि त्यस्तै बुढी त्यस्तै रोगी छि अनि भर्खर त्यस्तो देख्नु भयो नि अहिले त्यस्तै हुन्छ त्यो पनि त्यसो भए त मैले हेर्नु त यो नभए मैले भनिसकेँ मैले नभए त घर छोडेर म गएर 2-4 हजार कमाउन नसक्ने मान्छे त होइन नि ल हुन्छ त्यसको लागि सबैलाई मैले भन्छु अब मैले जे भए पनि दर्शकहरूलाई सबलाई नमस्कार भन्छु होइन दिदीबहिनी दाजुभाइ हुनुहुन्छ र इष्टमित्र र लागेको नेताहरू हुनुहुन्छ अब यसो गर्दाखेरि एउटा चरनहरू हामीले पनि अलिकता छोडिदिएर जाऊँ कि भन्ने विचार भयो भने रिप्तीकोट हो हाम्रो घर होइन यस्तो हिसाबले अझै मैले पनि एउटा गीत गाउन भोलि मन लाग्ने गरौँ होइन गाउँमा माछा मिठो धरम खोलाको सानोले सुनि नौरै बोलाको झन्नै खोलाको लौमाया पाइन्छ पछि मलाई जुजानी चाहिन्छ माछा मिठो असल धरम खोलाको सानोले सुनि नौरै बोलाको झन्नै खोलाको म यतिमा मेटे ए रक्सी विषयमा म पनि अलिकता खानेमा अगाडिमा छु है अब यहाँहरूले भनेको कुरालाई अलिकता ज्ञानमा पसे जस्तो पनि लाग्यो जस्तो लाग्यो होइन रक्सीमा घरको परिवारमा पनि झगडा हुने र छोराछोरी पनि नरुचाउने कुरा त उहाँले गरिसक्नु सुनाइदिनु भएको छ होइन अब हामी रक्सीमा धेरै कम गर्न पर्ने हिस्से किताब आज बेला छोड्न भने च्यात्तै सकिन्न एक आधा गिलास गर्दै घटाउँदै जाँदा च्यात्तै छोड्नु पर्ला होइन तपाईँ यति बेला हेर्दै हुनुहुन्छ कञ्चन खबरको युट्युब च्यानलमा शिक्षा स्वास्थ्य कृषि खेलकुद मनोरञ्जन उद्यम र समसामयिक राजनीतिका विषयमा आफ्नो सवाल उठाउन कञ्चन खबरको युट्युब च्यानल कञ्चन खबरलाई सब्स्क्राइब लाइक अनि शेयर गर्न नभुल्नुहोला।